तपाईँलाई बोलेरै प्रीति फन्टमा टाइप गर्नु छ भने चाहिँ गुगलमा गएर नेपाली भोइस टाइपिङ भनेर सर्च गर्नु होइन। अनि यो गरिसकेपछि इन्टर हानिदिनु। यहाँनिर लिस्टमा आउँछ अनेपालीमा चाहिँ क्लिक गर्नु होइन। यसमा क्लिक गर्नु। यो यत्रो ठुलो माइक आउँछ यहाँनिर। यहाँ थिचेर बोल्न थाल्नु। अलाउ गर्नुपर्छ यहाँ माथि। अलाउ दिस टाइम गरेँ मैले। यति गरिसकेपछि मैले बोल्न मिल्छ। जे पनि बोल्छु यहाँनिर लेखेर आउँछ। माइक अफ गरिदिउँ। अनि यतापट्टि यो डाउनलोडको बटन छ, यसमा क्लिक गऱ्यो भने तपाईँलाई डाउनलोड प्रीति र युनिकोड अप्सन आउँछ होइन। प्रीति डाउनलोड गर्नुभयो भने त्यो फाइल डाउनलोड भइसक्यो। तपाईँको यहाँनिर प्रीति फन्ट डाउनलोड गर्ने भनेर पनि सोध्छ। प्रीति फन्ट तपाईँको कम्प्युटरमा छैन भने चाहिँ यहाँबाट डाउनलोड फन्ट गरिदिने, त्यो पनि डाउनलोड हुन्छ। अनि त्यसलाई इन्स्टल गरेर चलाउन मिलिहाल्यो होइन। जस्तै त्यही अहिलेको फाइलहरूमै त अघि मैले बोलेको कुरा चाहिँ प्रीति फन्टमा आइसकेको छ है। ल